गुड मर्निङ सबै साथीहरूलाई। आज म पाल्पाको हार्थोकबाट अर्गलीतर्फ चाहिँ लाग्दैछु। यहाँ बाटोमा आउँदाखेरि अत्यन्तै मनमोहक दृश्यहरू चाहिँ देखियो र म एकछिन ती दृश्यहरू चाहिँ अवलोकन पनि गरेँ। अवलोकन सके पश्चात चाहिँ म बिस्तारै ड्राइभ गर्दै दृश्यहरूलाई कैद गर्ने प्रयत्न पनि गरेको छु। बाटोमा आउँदाखेरि थुप्रै हिमश्रृङ्खलाहरू चाहिँ हामीले अवलोकन गर्न पायौँ। अत्यन्तै मनमोहक सेता दन्त जस्तै तलक्क टल्किने हिमश्रृङ्खलाहरू आफ्नै आँखा अगाडि देख्न पाउँदा मन अत्यन्तै लालायित भएको थियो। कुनै ठाउँ चाहिँ हामी बिसाएर पनि हेऱ्यौँ, अवलोकन गऱ्यौँ र गन्तव्यमा चाँडो नै पुग्नुपर्ने भएको कारणले गर्दाखेरि बिस्तारै हामी गन्तव्यतर्फ हिँड्यौँ। हाम्रो गन्तव्य पाल्पाको अर्गली थियो र त्यही यात्राको क्रममा देखिएका दृश्यहरू मैले देखाउने प्रयत्न पनि गरेको छु। मौसम चिसो छ र आज घमाइलो पनि छ। अलिकति 2-4 दिन अगाडि चाहिँ अलि अस्तव्यस्त, पानीले अस्तव्यस्त बनाएको वातावरण थियो र उक्त वातावरण अहिले मस्त वातावरणमा परिणत भएको छ र चिसो मौसम भए पनि बिस्तारै रमाइला गाउँठाउँ डाँडाकाँडाहरूको अवलोकन गर्दै यात्रामा चाहिँ सरिक भएको छु। साह्रै आनन्द पनि लाग्छ यी डाँडाकाँडाहरूको शिरबाट चाहिँ तलतिरका चाहिँ समथर भूभागहरू, हिमश्रृङ्खलाहरू माथि लोभेगका चाहिँ हिमश्रृङ्खलाहरू अवलोकन गर्दै यो हरियाली वातावरणमा चाहिँ आफूलाई अनुकूलित गराउन पाउँदाखेरि अत्यन्तै आनन्द लाग्छ। त्यस्तै हराभरा वनजङ्गलहरू, डाँडाकाँडामा छरिएर रहेका विभिन्न बस्तीहरू निहाल्दै जङ्गलका कुना कन्दराहरूलाई छिचोल्दै अर्गलीको यात्रामा चाहिँ अब केही समयमा हामी पुग्नेछौँ। माथि डाँडाबाट चाहिँ अवलोकन गर्दाखेरि चारैतर्फको पहाडबाट घेरिएको धान झोलेका फाँटहरूले सुसज्जित अर्गेली क्षेत्र अब हामी केही समयमा पुग्दैछौँ। अब आइसके जस्तो पनि छ। अहिले भने ठ्याक्कै म अर्गेली भन्ने क्षेत्रमा चाहिँ भेड्किएर यहाँका स्थानीय बासिन्दाहरूसँग केही छलफल, कुराकानी र ज्ञान अनुभवहरू चाहिँ बटुल्ने कोसिस पनि गरेँ। यहाँ श्री 3 जुद्ध शमशेरले अर्गेली दरबार बनाएका रहेछ। सो अहिले त्रिभुवन माध्यमिक विद्यालयबाट चाहिँ सञ्चालित रहेछ। त्यस्तै बहुमुखी क्याम्पस पनि रहेछ र प्राथमिक विद्यालय, बोर्डिङ स्कुलहरू, प्राथमिक स्वास्थ्य केन्द्रहरूले सुविधा सम्पन्न बनेको यो ठाउँमा केही मठ मन्दिरहरू पनि रहेछ। तानसेन नगरपालिका वडा नम्बर 14 अर्गली भन्ने स्थानमा म भेड्किएको छु। यो राधाकृष्ण मन्दिर पृष्ठभूमिमा देखेको। यसपछि म यो देखिएको ठाउँमा जानेछु। हेलो नमस्कार, म अहिले स्याङ्जा, पाल्पा र गुल्मीको सङ्गम स्थल रुरु क्षेत्रमा रहेको 3 मुखे पुलमा अवस्थित छु। यहाँनिर चाहिँ अर्गली हुँदै घुमफिर गर्दै चाहिँ म एक्लै यहाँनिर चाहिँ यसो रिफ्रेस हुनको लागि चाहिँ अहिले 3 मुखे पुलमा चाहिँ भेड्किरहेको अवस्था छ। यो पछिल्लो समय आन्तरिक पर्यटकहरूको घुइँचो लागेको एउटा क्षेत्र पनि हो। एउटा पर्यटकहरूको आगमनसँगै यस क्षेत्र अलिकति चलायमान, आर्थिक रूपमा अलिकति सबल बनेको पनि हामीले पाउन सकिन्छ। यस पुल मार्फत चाहिँ 3वटा जिल्लालाई एउटा आवत जावतको लागि चाहिँ सहजीकरण मात्र नभएर यहाँको
प्राकृतिक सौन्दर्यता र कालीगण्डकीको महिमा बोकेको यस क्षेत्र र पवित्र धार्मिक स्थल चाहिँ रुरु क्षेत्रमा चाहिँ धेरैजसो पर्यटकहरू चाहिँ आउनुहुन्छ। एउटा धार्मिक दृष्टिकोणले पनि यहाँ धार्मिक आस्था बोकेको कारणले गर्दा पनि यहाँनिर आउनुहुन्छ र विभिन्न समयमा यस पवित्र स्थलमा चाहिँ हाम्रो विभिन्न मेलाहरू चाहिँ पर्वहरू चाहिँ लाग्ने गर्छ। त्यो किसिमले पनि यो क्षेत्र अत्यन्तै विशेष छ। आज म अलिकति यही सेरोफेरोमा चाहिँ भिजिट गर्ने किसिमबाट चाहिँ आइरहेको थिएँ। करिब 5 किलोमिटर जति चाहिँ यो मैले टक्लक्क यो क्षेत्रलाई देखेपछि मैले मन थाम्न सकिनँ र फेरि म चाहिँ यस क्षेत्रमा चाहिँ भिड्किएको छु। मेरो लागि नयाँ क्षेत्र त थिएन, तै पनि यहाँ आएको बेलामा चाहिँ समयमा हाम्रो पवित्र धार्मिक स्थल चाहिँ रुरु क्षेत्र ऋषिकेश मन्दिर लगायत विभिन्न राधा मन्दिरहरू चाहिँ दर्शनसँगै यो पवित्र कालीगण्डकी स्नान गर्ने काम पनि मिल्छ भनेर चाहिँ म यहाँ पाइला टेकेको छु। अत्यन्तै खुसी लागेको छ। अहिले चाहिँ ठ्याक्क यो पुलको बीच भागमा आएको छु। यहाँ पाल्पातिरबाट चाहिँ प्रवेश गरेर अहिले म चाहिँ यो पुलको बीच भागमा छु। यतातिर चाहिँ हाम्रो पाल्पा जिल्ला पर्छ। यतापट्टि चाहिँ हाम्रो घुम्न जाने साइड छ। त्यस्तै गरेर यो मेरो गृह जिल्ला स्याङ्जा जाने मार्ग यतातिर छ। म अहिले एकपटक स्याङ्जातिर चाहिँ पारीसम्म पुगेर आउँछु। पारी पनि रमणीय स्थलहरू चाहिँ निर्माण भएको छ। यो कालीगण्डकी गाउँपालिकालाई चाहिँ जोड्ने काम गरेको छ यसले। अर्को साइडबाट चाहिँ हाम्रो ग्रामीण सडक पनि निर्माण भएको छ। अब यहाँ हेरौँ कालीगण्डकी नदीमाथि बनेको भव्य पुल रहेको छ। यो एउटा नेपालकै नमुना पुल हो। यो 3 मुखे पुल जसले 3वटा जिल्लालाई चाहिँ जोड्ने काम। मुखे पुलबाट देखिएको स्याङ्जापट्टिको हनुमान पार्कतर्फ लागेको छु। यहाँ सिँढी नै सिँढी छ। जय बजरङ्गबली। यो हाम्रो 3 मुखे पुलबाट देखिएको एउटा मनमोहक दृश्य पनि थियो। म अहिले यो कलाकृतिहरू भएको स्थानमा पनि भड्किएको छु र यहाँ आएर छोटो क्लिप पनि मैले आफैले तयार गरेको छु। पृष्ठभूमिमा देखिएको पार्कबाट चाहिँ अहिले फर्किएको छु। फर्किएर अबको यात्रा भने मेरो पाल्पाको हार्थोकसम्म रहनेछ। अब यात्रामा अगाडि बढ्दैछु।